ल अब ब्रस चाहिहाल्यो। कलर नीलो हरियो कलर है यो चाहिँ माथि पत्ताहरू बनाउने कलर हो। यो स्प्रे भएको हल्का सल्का बादलमा छर्किने तारपिन येल्लो कलर यो चाहिँ ओइल कलर है। यो पनि ओइल कलर हो। सेतो ब्ल्याक यो ब्ल्याक चाहिँ मैले चलाएको लगभग 4 वर्ष जति हो। अझै पनि त्यसै छ क्या। हाफ इन्ची ब्रस 1 इन्ची ब्रस अनि बेरेलियम रेड यो पनि ओइल पेन्टै हो। क्रिम्सन रेड हो यो चाहिँ सबै ओइल कलर हो। ब्राउन अम्बर भन्छ यो चाहिँ ब्राउन कलर ब्राउन यो पनि ब्राउन हो सकेछ है। अनि राउन्ड ब्रस कति यो 10 नम्बरको फेरि पनि राउन्ड ब्रस यो 8 नम्बरको पुरानो बेरेलियम रेड यो पनि ओइल कलर हो। यो पनि मैले चलाएको लगभग 4 वर्षको अझै पनि त्यसै छ। व्हाइट टिटानियम व्हाइट यो चाहिँ टिटानियम भन्छ यसलाई चाहिँ टिटानियम व्हाइट। रङ त कति हो कति नि यार। ग्रीन यो चाहिँ लाइट ग्रीन भन्छ यसलाई। अर्को ग्रास ग्रीन पनि हुन्छ। ग्रास ग्रीन भनेको चाहिँ अलिकति गाढा हरियो हुन्छ क्या। यो चाहिँ लाइट ग्रीन हो। अलिकति लाइट छ क्या। यति हो। अब यहाँ नयाँ कलर छ। अब यो चाहिँ छोल्या छैन। यो चाहिँ टिटानियम व्हाइट हो। यो चाहिँ वाटर पेन्टबाट हो ब्ल्याक कलर। यो पनि टिटानियम व्हाइट। यहाँ नाम हेर्नु न है 7 नम्बरको टिटानियम व्हाइट। यो पनि ओइल कलर। सबै प्राय ओइल कलर मात्रै छ। ल जम्मा कलर चाहिँ मेरो यति हो। यहाँ हेर्नु त कतिवटा रङ हेर्नु ल 1 2 3 4 5 6 7 8 9 10 यसले 11 यसले 12 13 14 यसले 15वटा कलर चलाउनु पर्छ। गाह्रो छ क्या। मान्छेले हेर्दा चाहिँ सजिलो देख्छ कि तर हामीलाई काम गर्नु गाह्रै हुन्छ। कुनै पनि काम गर्नु गाह्रै हुन्छ। देख्दा र हेर्दा मात्रै सजिलो। काम चाहिँ फिल्डमा उत्रेर गरिसक्दा चाहिँ अनि मात्र थाहा हुन्छ काम कतिको गाह्रो भन्ने कुरा।